प्रधानमन्त्री भाग्ने तयारी गरौँ, भाग्नका लागि हेलिकप्टरको सुविधा दिन्छौँ भनेर सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकप्टरबाट जाने मौका दिनुपर्छ। के सपना देख्न थाले यिनीहरू, के सपना देख्न थाले। हेलिकप्टरको सुविधा दिने, उनीहरूका कामले गर्दा जेलमा गएका छन्, हामीले जेलमा हालेको होइन। आफ्ना कामले गर्दा जेलमा गएका छन्, आफ्ना क्रियाकलापले गर्दा जेलमा गएका छन्। तपाईहरुले देख्नु, अब यस देशमा यो 15 गते अरे यही आउने 15 गते राजालाई सिंहासनमा राख्छन् अरे, घरैमा सिंहासन बनाएर राखे। देशको राज सिंहासन भनेको गयो, गइसक्यो। अब देशको राज सिंहासनको कल्पना त दिमाग होला भने नेपाली जनताले उल्टाएर राजतन्त्र फालिसके, कहाँ हराइसक्यो, संविधान अर्को बनिसक्यो। संसद छ, राष्ट्रपति छ, न्यायालय छ, संविधान छ,